नमस्कार सबैजनालाई। आजको सेसनमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ हामी इन्डक्टिभ र डिडक्टिभ एप्रोच भनेको के हो र यसको मेजर डिफरेन्सेसहरू के छन् भन्ने कुरा मात्र चर्चा गर्नेछौँ। बाँकी चाहिँ अर्को सेसनमा हामी चर्चा गर्नेछौँ। र इन्डक्टिभ र डिडक्टिभ एप्रोच भनेको के हो त? इन्डक्टिभ एप्रोच र डिडक्टिभ एप्रोच भनेको मेनली चाहिँ रिसर्चमा युज हुने टर्म्सहरू हो। अब इन्डक्टिभ एप्रोच भनेको विशेषतः यसको अप्रोचेसको कुरा गर्ने भने बटम अप एप्रोच हो भने डिडक्टिभ मेथोडोलोजी भनेको टप डाउन एप्रोच हो। इन्डक्टिभ मेथोडोलोजीमा चाहिँ बटम अप एप्रोच हुनाले थ्योरी डेभलपमेन्टको लागि यो युज हुन्छ भने डिडक्टिभ मेथोडोलोजीमा चाहिँ यसको युज भनेको थ्योरी टु जेनरल प्रिन्सिपलको लागि काम लाग्दछ र यो बढी युज हुने गर्दछ। र यसको मेजर डिफरेन्सेसहरू के छन् त? अब यसको मेजर डिफरेन्सेसहरू प्रायः जसो हामीले पहिलेदेखि हेर्ने हो भनेपछि क्वेसनहरू पनि आएको छ, पास क्वेसन पनि हामी देख्न सक्छौँ। तर विशेषतः अहिलेको नयाँ न्यू टाइममा लगभग 3-4 वर्ष यता चाहिँ इन्डक्टिभ डिडक्टिभ एप्रोचहरू त्यस्तो सोध्ने गरेको चाहिँ पाइँदैन। बट पास्ट इयरको इक्जामहरूको क्वेसनहरू हेर्ने हो भने इन्डक्टिभ र डिडक्टिभ एप्रोचहरूको डिफरेन्सेस, इन्डक्टिभ डिडक्टिभ एप्रोच भनेको के हो, यसको इन्टर रिलेसन के छ भन्ने कुराहरू चाहिँ सोधेको पाइन्छ। सो अब आजको सेसनमा चाहिँ हामी इन्डक्टिभ र डिडक्टिभ एप्रोचको डिफरेन्सेसको बारेमा मात्र कुरा गर्नेछौँ। अब इन्डक्टिभ र डिडक्टिभ एप्रोचको डिफरेन्सेसहरू लेख्दाखेरि हामीले जस्तो कि हामीलाई मानौँ कि 5 मार्क्समा आयो भने हामीले कसरी लेख्ने त भन्दाखेरि अब एस्पेक्टहरू चाहिँ अब अफिसर लेभलको इक्जाममा हामीले इक्जाम दिँदाखेरि चाहिँ हामीले चाहिँ एस्पेक्टहरू लेख्न जरुरी नै हुन्छ। अनि इन्डक्टिभ डिडक्टिभ एप्रोच किनभने त्यो राम्रो मानिन्छ अफिसर लेभलको चाहिँ। अब हामीले चाहिँ डाइरेक्टली अब असिस्टेन्ट लेभलमा चाहिँ हामीले डाइरेक्टली हिट पनि गर्न सक्छौँ। बट एस्पेक्टहरू लेखेर जाँदाखेरि चाहिँ झन् बेटर र झन् बढी मार्क्स पाउने चान्सेस हुन्छ र यसमा चाहिँ अब चेकरले पनि बढी रुचाउने गर्दछ। किन एस्पेक्टहरू हामीले छोड्नु हुँदैन, कुन एस्पेक्टको आधारमा हामीले डिफरेन्सेस लेख्यौँ भन्ने कुराहरू चाहिँ क्लियर हुनुपर्दछ। सो अब हामीले यसको डिफरेन्सेस लेख्दाखेरि सुरुमा चाहिँ हामीले एस्पेक्ट द एप्रोचबाट जानु पर्यो। यसको एप्रोच के हो त? इन्डक्टिभ मेथोडोलोजी भनेको बटम अप एप्रोच हो भने डिडक्टिभ मेथोडोलोजी भनेको टप डाउन एप्रोच हो। र त्यसपछि यसको पर्पोजको आधारमा हामीले यसको डिफरेन्सेस लेख्न सक्छौँ। यसको पर्पोजेस के हुन्छ भनेपछि इन्डक्टिभ मेथोडोलोजीको पर्पोजेस भनेको डेभलपमेन्ट अफ न्यू थ्योरिज र डिडक्टिभ मेथोडोलोजीको पर्पोज भनेको टेस्टिङ एक्जिस्टिङ थ्योरिजलाई टेस्ट गर्न हामीले डिडक्टिभ मेथोडोलोजी युज गर्छौँ भने डेभलप न्यू थ्योरी, कुनै पनि थ्योरीलाई डेभलपमेन्ट गर्नु छ भने चाहिँ हामीले इन्डक्टिभ मेथोडोलोजी युज गर्छौँ। त्यसै गरी हामी अब यो लजिकलको आधारमा पनि हामीले यसको डिफरेन्सेसहरू हामीले लेख्न सक्छौँ। लजिक भन्नाले अब स्पेसिफिक टु जेनरल भनेको हाम्रो इन्डक्टिभ मेथोडोलोजी हो भने जेनरल टु स्पेसिफिक भनेको हाम्रो डिडक्टिभ मेथोडोलोजी हो। अब यो चाहिँ कस्तो रिसर्चमा काम लाग्छ त? बढी युज कस्तो रिसर्चमा युज हुन्छ भन्दाखेरि इन्डक्टिभ मेथोडोलोजी भनेको क्वालिटेटिभ रिसर्चमा बढी काम लाग्छ भने डिडक्टिभ मेथड भनेको क्वान्टिटेटिभ रिसर्चमा युज हुन्छ। त्यसै गरी अब हामीले चाहिँ यो डिफरेन्सेस लेख्दै गर्दाखेरि हामीले फ्लेक्सिबिलिटीको आधारमा पनि हामीले डिफरेन्सेसहरू लेख्न सक्छौँ। फ्लेक्सिबिलिटी इन्डक्टिभ मेथडको हाई फ्लेक्सिबल हुन्छ किनभने एडप्ट्स टु न्यू फाइन्डिङहरू एडप्ट गर्छ भने, अनि लो हुन्छ यसको चाहिँ अलिकति स्ट्रक्चर्ड प्रोसेस भएको हुनाले यसको फ्लेक्सिबिलिटी चाहिँ लो हुन्छ डिडक्टिभ मेथोडोलोजीको चाहिँ। त्यसै यसको आउटकमको आधारमा पनि हामीले चाहिँ डिफरेन्सेस लेख्न सक्छौँ। इन्डक्टिभ मेथोडोलोजीको आउटकम भनेको थ्योरी डेभलपमेन्ट हो भन्दाखेरि डिडक्टिभ मेथोडोलोजी भनेको थ्योरीको हाइपोथेसिस टेस्टिङ गर्न चाहिँ हामीले चाहिँ यसको आउटकमको आधारमा हामीले लिन सक्छौँ। त्यसै गरी अब यसको सर्टेनिटीको आधारमा पनि हामीले डिफरेन्सेस लेख्न सक्छौँ। सर्टेनिटी भन्नाले कन्क्लुजन आर प्रोबेबल हुन्छ भनेपछि कन्क्लुजन आर लजिकल्ली सर्टेन इफ प्रिमिस आर ट्रु चाहिँ हाम्रो डिडक्टिभ मेथोडोलोजी अन्तर्गत हुन्छ भनेपछि अब यसको अब केस कस्तो केसमा युज गर्न सकिन्छ त भन्दाखेरि हामीले एउटा लास्टमा इक्जाम्पल लेखेर हामीले चाहिँ डिफरेन्सेसहरू लेख्दाखेरि एउटा इक्जाम्पल दिन पनि जरुरी हुन्छ किनभने यसले चाहिँ मोर क्ल्यारिटी देखाउँछ। र युज केसमा चाहिँ एक्सप्लोरिङ न्यू आइडियाज, इन्डक्टिभ मेथोडोलोजीमा चाहिँ न्यू आइडियाजहरू एक्सप्लोर गर्नहरू काम लाग्छ भनेपछि डिडक्टिभ मेथोडोलोजीमा चाहिँ भ्यालिडेटिङ इस्टाब्लिस नलेज, त्यसलाई चाहिँ थ्योरीलाई चाहिँ भ्यालिडेट गर्न चाहिँ हाम्रो चाहिँ डिडक्टिभ मेथोडोलोजीले थ्योरी भ्यालिडेट गर्छ। ल आजलाई हस्, नमस्कार।